सो हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो है। सो आज चाहिँ यो चाहिँ ट्रेन्डिङ भिडियो तपाईँहरू बिचमा लिएर आइसकेको छ है। यो चाहिँ धेरै भाइरल भइरहेको छ यो ट्रेन्ड। र यस्तो भिडियो बनाउनको लागि के गर्नु पर्दैन, तपाईँको मोबाइलमा एउटा एप्लिकेसन हुनुपर्ने हो जुन चाहिँ प्ले स्टोरबाट सजिलैसँग डाउनलोड गर्न सकिन्छ। र एप्लिकेसनको नाम रहेको छ लाइट मोसन। र यो लाइट मोसन गो भनेपछि प्ले स्टोरबाट डाउनलोड गर्नु होला र यसलाई ओपन गर्नु होला। ओपन गरेपछि तपाईँले सुरुमा यस्तो इन्टरफेस हेर्न सक्नुहुन्छ हैन। र यस्तो खुलिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ लास्टमा हैन, यहाँ चाहिँ टेम्प्लेट्स भन्नेमा क्लिक गर्नु होला। यहाँ अपलोड हेर्न सक्नुहुन्छ हैन, अपलोडमा चाहिँ क्लिक गर्नु होला है। अपलोडमा क्लिक गरिसकेपछि यहाँबाट चाहिँ हामीले एउटा XML फाइल चाहिँ हुन्छ हैन, जुन चाहिँ म तपाईहरुलाई डीएम गरिदिन्छु या मलाई डाइरेक्ट मेसेज गर्नु होला इन्स्टा या फेसबुकमा, नत्र तपाईं मेरो टेलिग्राम च्यानल चाहिँ जोइन गर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ म हाल्दिन्छु र त्यहाँबाट चाहिँ डाउनलोड गरेर तपाईहरु पनि यस्तै गर्न सक्नुहुन्छ है। मैले जसरी बनाइरहेको छु त्यसरी चाहिँ तपाईहरु लाइट मोसन एपबाट चाहिँ बनाउन सक्नुहुन्छ है। र मैले यो XML फाइल चाहिँ त्यहाँबाट चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ है म हालेपछि। र यति गरेपछि म यसलाई चाहिँ अपलोड गरिदिन्छु XML फाइललाई यहाँ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ मैले टेम्प्लेटमा आइसकेको छु है। सो त्यसरी गर्दाखेरि यहाँ चाहिँ टेम्प्लेट ओपन हुन्छ र यहाँ चाहिँ के गर्नुपर्छ, सेकेन्ड र थर्ड लास्टमा चाहिँ फोटो अपलोड गर्नुपर्ने हुन्छ। सो सेकेन्डमा हेर्न सक्नुहुन्छ, सेकेन्डमा चाहिँ आफ्नो फोटो हाल्नु होला र लास्टमा चाहिँ के हाल्नुपर्छ चाहिँ आँखा हाल्नु होला है। यदि आँखाको फोटो चाहिन्छ भने मलाई डीएम गर्नु होला, म पठाइदिन्छु है। सो यहाँ चाहिँ हेर्न सक्नुहुन्छ चाहिँ यहाँ पनि मैले चाहिँ फोटो अपलोड गरिसकेको छु, यहाँ चाहिँ लास्टमा पनि। र यहाँबाट चाहिँ अर्को कुरा यति गरिसकेपछि चाहिँ यहाँ फोटोमा क्लिक गर्नु होला जुन चाहिँ अपलोड गर्नुभएको छ र आफ्नो साइज मिलाउनु होला है। जुन साइजमा राख्नुहुन्छ फोटोलाई त्यो चाहिँ साइज मिलाउनु होला। र अर्को कुरा यहाँ चाहिँ यो चाहिँ कलरलाई हटाउनको लागि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ इफेक्टमा जानु होला र यहाँ चाहिँ हट कलरमा जानु होला र त्यसलाई डिलिट गरिदिनु होला है। अनि यति गरिसकेपछि अटोमेटिकली के हुन्छ भन्दा त्यो कलरै गएर यहाँ चाहिँ व्हाइट कलरमा हाम्रो फेसमा हुन्छ है। सो यति गरेपछि हाम्रो चाहिँ के छ, भिडियो चाहिँ रेडी हुन्छ। यसलाई डाउनलोड गर्नको लागि त्यहाँ चाहिँ टपमा हेर्न सक्नुहुन्छ, त्यसमा चाहिँ क्लिक गर्नु होला एरोमा र यहाँबाट चाहिँ 1080 मा हैन, जुन चाहिँ एचडी क्वालिटीको, र त्यसमा क्लिक गरेर यहाँ चाहिँ एक्सपोर्टमा क्लिक गर्नु होला र यो अटोमेटिकली हुन्छ केही मिनेटमा एक्सपोर्ट हुन्छ र हाम्रो ग्यालेरीमा सेभ हुन्छ। होप तपाईहरुलाई यो भिडियो राम्रो लागेमा च्यानललाई सब्स्क्राइब र सपोर्ट गरिदिनु होला। थ्यांक यू फर वाचिङ।